ओ माई गड, म त अचम्मै परेँ बाबा। के भयो हो कि मार्केटले आज मैले थाहै पाइनँ अहिलेसम्म। भिडियो बनाउने चक्करमै मार्केट कहाँबाट कहाँ गइसकेको रहेछ यार। क्रुड ओइल त लास्टै गिरिरहेको छ त, बढिरहेको छ त यार। सिट। अब यही हो ट्रेडिङ कसरी गर्छन् भन्ने म तपाईँलाई देखाउनेछु। नेट स्लो छ, सरी गाइस। हेर्नुहोस् कत्रो धर्को आनेको मार्केटमा यार। यहाँ तपाईँ देख्न सक्नुहुन्छ होइन, मार्केटमा चाहिँ अहिले क्रुड ओइल चालु छ होइन। इन्डियामा अहिले क्रुड ओइल चालु छ, लगभग 6 बजिसक्यो। अब मैले तपाईँलाई रियल ट्रेडिङ गरेर देखाउने छु। अब चाहिँ मैले चाहिँ 3000बाट म कति चाहिँ कमाउन सक्छु भनेर, लस कति हुन्छ भन्ने कुरा हो। पैसा पुगिरहेछन् किनभने पैसा ज्यादा मागिरहेछ। कति मागिरहेछ? उही 5000, 3000, अझ पनि पैसा मागिरहेछ। पैसा कम परिरहेछ होइन। अब ट्रेडिङ गर्दाखेरिको फाइदा यस्तै हुन्छ, हेर्नुहोस्। चलो भाइ, अब यहाँ देख्न सक्नुहुन्छ 60 रुपियाँ लस। यहाँ देख्न सक्नुहुन्छ मेरो पोजिसन एक्जिट भइसकेको छ। यहाँ पोजिसनमा कति लस कति प्रफिट देखेर आएको छ। 110 रुपियाँ तुरुन्त, 200, 300, हेत तरिका एक्जिट 390मा, 320मा एक्जिट हो, देख्नुभयो तुरुन्त यो क्यान्डलले। किनकि रिस्क लिन चाहन्न थियो, अहिले म सिर्फ देखाउन खोजेको थिएँ। मेरो यहाँ पोजिसन देख्नुभयो कति थियो, कति आइहाल्यो देख्नुभयो। अहिले चार्ज ज्यादा काट्छ क्या यसले। टोटल 320 रुपियाँ केही मिनटभित्रै, देख्नुभयो। रियल ट्रेडिङ भनेको यो हो कि बिहानको मेरो 577 थियो भयो, अनि अहिले चाहिँ 320 रुपियाँ। टोटल त्यो कति? अब यस्तो अब अहिले रुक्ने थिएँ तपाईँलाई देखाउनको लागि हो। किनभनेपछि अब मेरो चाहिँ कस्तो छ भनेपछि अघि नै मैले यहाँनिर सपोर्ट बनाएको थिएँ कि। सपोर्ट बनाउँदाखेरि के भइदियो भनेपछि म काममा अलिकति बिजी भइदिएँ भिडियो बनाउनमा, अनि त्यसै कारणले। नत्र मैले यहाँ किनिदिएको भए 15 रुपियाँमा 55 रुपियाँ, मतलब मेरो पैसा 6-7 हजार आउँथ्यो कि। देख्नुभयो मार्केटको प्राइस कहाँबाट कहाँ मुभ हानेछ। अब त्यस्तै हो ट्रेडिङको पावर भनेको यो हो हजुर।